कैलाली र बर्दियालाई जोड्ने सबभन्दा नेपालकै उत्कृष्ट बनेको झुलिङ्गे पुलमा अहिले हामी अवलोकन गर्दैछौँ। तलतिर बगिरहेको छ नेपालकै सबभन्दा लामो नदी कर्णाली र यो भर्खरै बनेको झुलिङ्गे पुल हेर्दाखेरि आफैमा एउटा आकर्षण देखिएको छ। तपाईँ देख्न सक्नुहुन्छ यो रमणीय क्षेत्र कर्णाली नदी सँगै यहाँ सानसानो बस्तीहरूमा जस्तै यहाँ अब हजारौंको भिडमा मान्छेहरू घुम्ने क्रम जारी छ। यहाँ हेर्नुहोस् मान्छेहरू घाम दिन नभनी घुम्नको लागि आइराख्नु भएको छ। अब साथसाथै यसमा बाइक र स्कुटी आउने बाटो समेत बनेको रहेछ। अन्य ठुलो गाडीलाई चाहिँ समस्या छ आउनको लागि माथि। जस्तै अब यो कर्णाली नदी हाम्रो रमणीय ठाउँ रमणीय क्षेत्र टिकाउ कैलाली बर्दिया र कैलालीलाई जोड्ने एकदम राम्रो झुलिङ्गे पुल बनेको छ। हेर्नुहोस् हेर्नेहरूको भिड पनि यस्तो छ। लामो झुलुङ्गे पुल हाम्रा जनक भाइ पनि यहाँ उपस्थित छन्।